परमेश्वरले आफूलाई एक हदसम्म विनम्र बनाउनु हुँदा अर्थात् मानिसमाझ बस्न देहधारी हुनु हुँदा मात्र मानिस उहाँको विश्वास पात्र बन्न सक्छन्। मानिस परमेश्वरको विश्वास पात्र बन्न सक्छन्। परमेश्वर आत्मा उच्चार बुझ्न नसकिने हुनुहुँदा मानिस कस्तरी परमेश्वरको विश्वास पात्र बन्न योग्य हुन सक्छ। मानिसले सृष्टि गरिएको देह बन्नु भएपछि मात्र मानिसले उहाँको इच्छा बुझ्न र उहाँद्वारा लिन सक्छ। परमेश्वर देहमा बोल्नुहुन्छ, काम गर्नुहुन्छ, मानिसको सुख दुःख सङ्कष्टमा सामेल हुनुहुन्छ, उनको संसारमा जिउनुहुन्छ, तिनलाई सुरक्षित दिनुहुन्छ, डोर्याउनुहुन्छ, तिनलाई धुनुहुन्छ ताकि उहाँको मुक्ति र आशिष पाउन सकुन्। यसद्वारा मानिसले साँच्चै उहाँको इच्छा बुझ्न उहाँको विश्वास पात्र हुन सक्छ। यो मात्र व्यावहारिक छ। यदि उहाँ मानिसको लागि अदृश्य अमूर्त हुनु भएको भए मानिस कसरी उहाँको विश्वास पात्र हुन सक्थ्यो? के यो सिद्धान्त बेकार छैन? परमेश्वर आत्मा उच्चार बुझ्न नसकिने हुनुहुँदा मानिस कसरी परमेश्वरको विश्वास पात्र बन्न योग्य हुन सक्छ? मानिस चाहिँ सृष्टि गरिएको देह बन्नु भएपछि मात्र मानिसले उहाँको इच्छा बुझ्न